मेरो चाहिँ प्ले स्टोर फुल भएर रिजेक्ट भइगयो नि भिडियो अर्को आउँदैछ यिनीहरू 30 मिनट भयो जुधेको अहिलेसम्म छुट्टेको पनि छैन भन्दै फर्किनु न भन्नु न 20 मिनट भयो होला लगभग 20 मिनट चाहिँ भएन 20 मिनट चाहिँ भयो क्या मेरो प्ले स्टोर कता कता फुल भएर कता कता काटेर टिला त नि हार मान्दैन सानो सानो फेरि ठुलो गर पर्यो अप्ठ्यारो भयो यिनीहरू भाग्थ्यो होइन अघि हाराजुत भइसक्थ्यो अनि यो यस्तोमा यिनीहरू खेली जुधिरहेछ क्या अर्कोले हान्नु खोज्छ अर्कोले मजाले बल गरेर खत्तै हुँदो सिङ लाउँछ अर्कोले जित्छ फेरि यो भन्छ अप्ठ्यारो थियो भने हाराजुत अघि भइसक्यो यिनीहरू अप्ठ्यारो थियो भने 30 मिनट भइसक्यो लगभग यिनीहरू गर्दै अब चाहिँ गर बिचरा त्यसमा गर्दैछ यो त अनि युट्युबमा त ठुल्ठुलो गोरु जुधा बाह्र जुधा दिनु त है लङ टाइमसम्म भाग्नु नि अनि नभाएको के छोटो भएर लामो भएर त्यसले पुर्खाउँछ नि त ठ्याक्कै फर्किहाल्छ क्या बाटो हुन्छ क्या यस्तो फेरि दुइटै खिच्चा रहेछ यिनीहरू हार नमान्ने खालको बरस यो नि बलियो त बलियो छ है यो नि बलियो त बलियो छ है माले नि पिरो लगाएर नि त्यहाँ कस्तो बस्यो भाग्नु नि हौ त्यस्तो हान्दा नि हेर्नु न 5,000 आइसक्यो त जे जस्तो हेर्नु अस्ति हाम्रो र कस्तो के छ त्यो गोरु जुधेको ला मेरो त ऊ त्यस्तो मुन्टो बङ्गाएर पनि कुनैले हार मान्दैन अहिले मालेले जितिसकेको थियो त्यसले मुन्टो घप्टाइ गरी फेरि फर्काइगयो त्यसले हेर त ऊ त्यसले पनि जितिसक्ने थिएन अब चाहिँ हार जित्नु उँधो पारिहाल्छ क्या बाठो हुन्छ त्यो नि खतरा छ भने कि दुइटै उस्तै छ भने 40 मिनट भइसक्यो साथीहरू यो बाछा जुधेको 3टा भिडियो भयो तर मेरो प्ले स्टोर के अरे के फुल भएर भिडियो धेर फुल भएर अर्को भिडियो डिलिट गरेर फेरि गरिदियोस् है साथीहरू हेर्नु होला कस्तो जुत्दो रहेछ उनीहरूको प्रतिक्रिया दिनु होला कुन चाहिँ राम्रो लाग्यो कुन चाहिँले जित्ला अहिलेसम्म हार जित भएको छैन यहाँ त त्यो सिङ छुटाएपछि त्यहाँ सोचेर छुटिन्छ क्या काँप पनि उत्रै उता छ जिउ डालो न अलिकति कालो ठुलो छ कुनै हार्नु मान्दैन यो माले पनि खतरा जुत्दा तारेर तर त्यही तारेलाई हार्छ हो लास्टमा अहिले ल त्यो तारेलाई हार्छ त्यो ब्याग सर्दैछ बस्तिहाल्दो रहेछ पेल्नु थाला त्यही त त्यो नि बस्यो नि बस्छ होइन उस्तै छ हार्ने बेला भएपछि बस्दिहाल्छ सबै अनि सिङ मुनि लाउँछ क्या अनि सिङ मुनि लगाएपछि अनि त्यहाँ जित्ने सम्भावना छ उनीहरू अझै जितिरहेछ मलाई त भरे भिडियो हेर्नेहरूले मजा आउँछ नि हामीलाई के मजा आउँछ मलाई त मजा लाग्छ लाग्नु चाहिँ यस्तै ठुलो गरेर चाहिँ डर मजा लाग्छ अप्ठ्यारो गर्दा फेरि मन लाग्दैन फेरि बिचरा एउटा कुन चाहिँ पेलाइ पर्छ
त्यो नि बस्नु खोज्छ अरे अब त्यसले तल लाग्यो उस तल हालेको देखि कस्तो गर्छ माथि हुने बित्तिकै तलकोले पेल्छ अनि त्यहाँबाट फेरि त्यसले मजाले पल्टाउनु खोज्छ अनि त्यहाँबाट फेरि पल्टाइहाल्छ तलै झारिहाल्छ क्या खोइ हाम्रो बाख्रा अर्को हौ ए अर्को बाख्रा ए त्यहीँ रहेछ माछा कालो गोरै छलिएको छ ल नदेखे नि माछा नयाँ बर कहाँ गएछ भन्छ त्यो नकिन्ने केटा बर नकिन्ने पैसा बोक्न मलाई 25,000 जति नभए होइन त्यो अर्को घरको चाहिँ बाँच्छ भने अलिकति 5-10,000 बोक यो दिन्छु थैथाप गर्दै अब होइन माले गोरु भन्दा नि यसलाई भएपछि जो तान्ने हुन्छ नि त खतरा खतरा तान्ने अनि हेर्दा पनि मान्छेले राम्रो देख्छ जुरे देख्छ नि लान्छ है त्यस्तो हो ऊ त्यसको सिङ राम्रो छैन त पर्छ उतो मालेको सिङ राम्रो छैन मन पराउँदैन त्यो यस्तै सिङ मिल्नुपर्छ क्या त्यसको कि एकै रङ हुनुपर्छ सिङ नमिले पनि होइन यो हाम्रो छ नि अहिले ल्याएको छ नि रातो कालो तार छ नि यत्तिको भए बरु सिङ नमिले नि राम्रो हुन्छ तिमीले भयो यिनीहरू त धेरै पो जुधो है सिङ पनि चोट पनि भएको छैन क्या सिङ मुरली छ कि त्यसले त्यसको टाउको सानो रहेछ अनि खासै त्यसलाई सिङले लगाएको पनि छैन चोट असर परेको छैन कुनैलाई अब चाहिँ त्यसले हात बराबर गइरहेछ बराबर छ कि हात त हातमा लास्टमा दुखेर होइन दुखेर अनि त्यहाँबाट उनीहरूको मनले हार भने मात्रै भाग्ने क्या न यिनीहरू हार मान्दैन क्या छुट्टा हाम्रो तल यो माथि त्यहाँ त दुइटा भयो नि अप्ठ्यारो कस्तो नखाने हालेर छुट्यायो नि त तारे अल्तीमा कुटेर अल्तीमा कुटेर के राम्रो जुत्दैन नि त म भयो अघि कुटे जुत्दै खानु टाढै भयो ला हाम्रो बाख्रा कता गयो उता गएको जाओस् म लिएर आउँछु फेरि त्यसलाई छुटाउनु गयो त्यो गुडुङडुङ खेला हाने जाटो अस्ति रेमाने जस्तो गम्राङ झारी गयो खेला खाँदा के भयो म त तर जुधेपछि उनीहरूकै उमा हार दिन्छ क्या छुट्टा झन् डेन्जर हुन्छ त्यस्तो छ नि त्यसले म्याच काट बसायो खतरा जुधो है तारो होइन अनि जुरो हेर्न जुरो खिचेको जोतेर यस्तो निक्लेछ यसो तिम्रो बरु नजोतिकन निक्लेछ यो त जोतेर निक्लेन त म त्यहाँ झन् चाहिँ हाल्छ फेरि खेल्छ क्या त्यो अनि वेस्ट भएर जान्छ यिनीहरू हार्दैन दिनभरि खेल्छ अब चाहिँ तलतिर तिम्रो अब तिमीहरूकोले हान्छ अब चाहिँ तिमीहरूकोले हान्नु भएको चोट बनाउँछ अब तिमीहरूले छुट्टै चोट बनाएको छैन
चिसो पनि छ कि चोट्टे चोट बनाउँछ चोट्टे चोट भयो भाग्छ अरे माखु कालै भाग्छ तल्लो र माखु त्यसको तिखो चिन्छ यसले अनि त्यहाँबाट चोट्टे चोट बनाउँछ नि यो दुखेको भाग नाकले धुलो उडाइ अब जारी आरिस गर्छ कि तिमी कता गएर आँटा हाम्रो कुन चाहिँ गराएको कुन चाहिँ गराएको माखालो अब चाहिँ तिमीहरूको हार्ने भयो अर्को आयो अब यसले हार्ने पऱ्यो नि चाल पायो यतिखेर त्यसो दुइटैमा त्यसलाई त जित्नु खोज्छ त्यसले हो अझै हार्नु एउटा चल्दैन मेरो लाठी बोक्नु मेरो लाठी बोक्न हलैसँग भेटिदिन्छ त्यो यो चाहिँ ठुलो गोरु हुनुपर्थ्यो क्या हाम्रो तारा जत्रो हुनुपर्थ्यो क्या यो चाहिँ यो यिनीहरूको झिल्के गोरु हाम्रो तारा जत्रो हुनुपर्थ्यो त्यसले सबै सक्थ्यो गाउँकोलाई छुट्याइदिनु आउनु छुट्याइदियो भने त ऊ त्यसलाई अब खेदाएर त्यो भन्नु ऊ त फर्केर मात्रै न त्यसले हान्थ्यो त्यो भुइँतिर फर्केर फेरि त्यसलाई हलै हान्दो रहेछ फेरि फर्केले आफ्नै हल्ला हान्दो रहेछ हल्ला जुत्दै छ क्या हल्ला छ यो जुत्छ कालेखान जुत्छ नि त हाम्रो यो दुइटै हल जुत्छ अति मको तपाईँहरूको पर्छ यो पनि हल्ला जुत्न खोज्छ त्यसले नि यसलाई हान्दो रहेछ नि त अनि फेरि यो क्लियर नि खोज्छ नि काला छैन हो हल्ले यसले भ्याउँछ क्या यसले हल्ला नि हान्दो हल त धुरिनु पर्छ हलै हान्दो रहेछ क्लियर बिचरा जुत्ते पनि छुट्टै हुन्छ कि नहुँदैछ तपाईँको नि खासै राम्रो बाख्रा त्यसले फ्याँक्छ क्या कालाले कालोले यसलाई हान होइन फेरि यसले पनि त्यसलाई हान भनेपछि त त्यो यिनीहरू भोलिसि अझ यो भएपछि जुत्ने हलाले जुत्छ तपाईँको यो अझै अलि जुत्छ नि फ्याँक्छ नि त हाम्रो एकतालमा एकताल फ्याँक्दिन्छ खेल्नु चाहिँ खेल्दैन अब माछाले कुन चाहिँ हाल्छ खानु त त्यही तार झिल्के नै भएको छ मर ऊ अब यिनीहरू फ्याँक्छ अब अरे खिच्चा खिच्चा अनि माछाले यस्तै गर्नुपर्छ बिरन्दाजलाई बिचमा पाएर किनियोले त्यो तिखोले चाहिँ मार्नै पर्यो तपाईँको तिखो छ बिचमा पाएर लास्टमा माछाले यो भयो नि खतरा त्यो बिचमा नआउनु पर्थ्यो एउटा उचालाई फाला फेर्नु हुन्थ्यो र पनि कालो कालो पर्छ यिनीहरू माछाले यिनीहरूको त डेन्जर पर्यो माछा यसले फेरि खेदाउँछ नि तपाईँलाई खेदाउँछ फेरि त्यो खेले पनि होइन तपाईँको फेरि खेल्छ त घरकै घर खेल्छ ल हेर्नु त यस्तो डेन्जर हुनु पऱ्यो ल 13 मिनट अघि 15 13 कति भयो 27 मिनट तारै नि खतरा जुत्दा छ नि ताराले आफ्नै घरकोलाई हानिदिँदछ नि अनि अर्कोले फेरि घरकोलाई हान्दछ अनि कता यो दुइटैसँग भिड्दियो हेर त अझ यो तल्लो गरा भने त अझ हार्नु मान्दैन पो त दिनभरि खेल्छ पो त उस्तै गर्दा चोट नहुन्छ खेलेको अहिले चाहिँ बल्ल तारै गलेछ नत्र त्यसले घरकोलाई हान्थ्यो हल्लाई नै हान्थ्यो अब घरकोसँग जुत्छ अब यो अब चाहिँ खेल्दैन काटिसक्नु पर्छ